धेरै देशहरूमा नेता कसरी बन्छन् भन्ने कुरा एकदमै सोझो हुन्छ हैन। तर नेपालको कुरा गर्दा यहाँको संसदीय प्रणाली अलिकति फरक छ। यो एउटा यस्तो यात्रा हो जुन जति रोचक छ त्यति नै जटिल पनि। आउनुहोस् आज यही यात्रालाई अलि गहिराईमा गएर बुझौं। कुनै पनि देशको नेता कसरी चुनिन्छ? यो प्रश्न जति सामान्य सुनिन्छ यसको जवाफ त्यति नै फरक हुन सक्छ। के जनताले सिधै आफ्नो सरकार प्रमुखलाई भोट हाल्छन् कि त्यहाँ कुनै घुमाउरो बाटो पनि छ? मोटामोटी हेर्ने हो भने संसारमा दुईवटा मुख्य तरिका देखिन्छन्। एउटा जहाँ जनताले सिधै आफ्नो राष्ट्रपति वा सरकार प्रमुखलाई भोट हाल्छन्। अर्को जहाँ जनताले पहिले सांसदहरूलाई भोट हाल्छन् अनि ती चुनिएका सांसदहरूले मिलेर प्रधानमन्त्री छान्छन्। हो, नेपालले अपनाएको बाटो यही दोस्रो हो, अप्रत्यक्ष अर्थात् संसदीय प्रणाली। आजको यो चर्चामा हामी के कुरा गर्छौं त? हामी नेपालको शक्तिको यात्राबाट सुरु गर्नेछौं अनि संविधानले तोकेका 4 चरणहरू हेर्नेछौं। त्यसपछि बहुमतको शक्ति, आदर्श र यथार्थबीचको दूरी अनि प्रणालीभित्रका केही कमजोरीहरू केलाउनेछौं र अन्त्यमा यो सम्पूर्ण लोकतान्त्रिक पहेलीलाई बुझ्ने कोसिस गर्नेछौं। ल सुरु गरौँ नेपालको शक्तिको यात्राबाट। संसदीय प्रणालीलाई बुझ्ने पहिलो खुड्किलो नै यही हो। यो समय कथा सुरु हुन्छ जनताको भोटबाट, किनभने त्यही भोटले संसद बन्छ र त्यही संसदले सरकार बनाउँछ। र यो यात्राको केन्द्रमा छ प्रतिनिधि सभा, जहाँ जनताले चुनेका 275 जना सदस्य हुन्छन्। प्रधानमन्त्री बन्ने खेल सुरु हुने मैदान नै यही हो। सिधा कुरा, यही 275 जना मध्ये जसले आधाभन्दा बढी सांसदको समर्थन जुटाउन सक्छ उसैले सरकारको नेतृत्व गर्छ। अब लागौं संविधानले के भन्छ भन्नेतिर। प्रधानमन्त्री नियुक्तिको जुन प्रक्रिया छ त्यो संविधानको धारा 76 मा स्पष्ट लेखिएको छ। यसलाई एउटा रुल बुक जस्तै मान्न सकिन्छ। यो खेलमा एउटा जादुई नम्बर छ, 138। 275 को आधाभन्दा 1 बढी। जसले यो नम्बर भेटाउँछ सरकार बनाउने चाबी उसैको हातमा पर्छ। यो नै हो साधारण बहुमत। संविधानले सरकार बनाउन 4 वटा विकल्प दिएको छ, एक पछि अर्को। सबैभन्दा राम्रो र सजिलो बाटो त के हो भने कुनै एउटा पार्टीले एक्लै 138 सिट जितोस्। त्यसो हुन सकेन भने दोस्रो विकल्प, 2 वा बढी पार्टी मिलेर बहुमत पुर्याउने। ल त्यो पनि भएन भने तेस्रोमा संसदको सबैभन्दा ठूलो पार्टीको नेतालाई मौका दिइन्छ। र यी सबै प्रयास असफल भयो भने मात्र चौथो र अन्तिम विकल्पमा बहुमत जुटाउन सक्छु भन्ने दावी गर्ने कुनै पनि सांसद प्रधानमन्त्री बन्न सक्छ। तर यहाँ एउटा महत्त्वपूर्ण शर्त छ। गठबन्धनबाट होस् वा सबैभन्दा ठूलो दलको नेताको रूपमा जोसुकै प्रधानमन्त्री बने पनि 30 दिनभित्र संसदमा गएर मसँग बहुमत छ भनेर प्रमाणित गर्नुपर्छ। यसलाई भनिन्छ विश्वासको मत। यो एउटा अनिवार्य परीक्षा हो जसमा पास नभई सरकार टिक्दैन। ओके, बहुमतको कुरा त भयो, तर के सबै बहुमत एकै नासका हुन्छन् त? हुँदैनन्। साधारण बहुमत र 2/3 बहुमतको शक्तिमा आकाश जमिनको फरक छ। अब त्यही हेरौं। ल, यदि कुनै सरकारसँग 138 सिट अर्थात् साधारण बहुमत छ भने उसले के गर्न सक्छ? उसले सरकार बनाउन सक्छ, देश चलाउन चाहिने वार्षिक बजेट पास गर्न सक्छ अनि विश्वासको मत जस्ता सामान्य प्रस्तावहरूमा जित हासिल गर्न सक्छ। भनौं न, यो भनेको दैनिक काम चलाउ सरकार चलाउने शक्ति हो। तर जब सरकारसँग 184 भन्दा बढी सिट अर्थात् 2/3 बहुमत हुन्छ तब उसको हातमा निकै ठूला शक्तिहरू आउँछन्। यस्तो सरकारले सभामुखलाई हटाउन सक्छ, सर्वोच्च अदालतका न्यायाधीश वा संवैधानिक निकायका प्रमुखहरूलाई महाभियोग लगाउन सक्छ। तर संविधान नै संशोधन गर्न वा ठूला अन्तर्राष्ट्रिय सन्धिहरू पास गर्न भने तल्लो सदनमा मात्र होइन, माथिल्लो सदन राष्ट्रिय सभामा पनि 2/3 नै चाहिन्छ। त्यसैले केही ठाउँमा अझै पनि चेक एन्ड ब्यालेन्स कायम छ। अहिलेसम्म हामीले किताबमा लेखिएका नियम र प्रक्रियाको कुरा गर्यौं। सुन्दा त सबै कति व्यवस्थित र सफा लाग्छ, हैन? तर अब कुरा गरौं वास्तविकताको। जब यी नियमहरू वास्तविक राजनीतिको मैदानमा उत्रिन्छन् तब के हुन्छ? संविधानको उद्देश्य त स्पष्ट छ, एक स्थिर र सबैको प्रतिनिधित्व हुने सरकार बनोस्। यो भयो आदर्श अवस्था, किताबी कुरा। तर वास्तविकतामा एउटा ठूलो खाडल देखिन्छ। अनुसन्धानकर्ताहरूले यसलाई समावेशिता प्रभावकारिता खाडल भन्ने नाम दिएका छन्। सुन्दा अलि जटिल लाग्यो? यसको अर्थ सिधा छ। संसदमा महिला, दलित, जनजाति, मधेसी समुदायका सदस्यहरूको संख्या त बढ्यो, तर जब महत्त्वपूर्ण निर्णयहरू हुन्छन् त्यहाँ उनीहरूको वास्तविक शक्ति र प्रभाव खासै देखिँदैन।
अब प्रश्न उठ्छ, किन सङ्ख्याले मात्र शक्ति दिएन? किन प्रतिनिधित्व कागजमा मात्रै सीमित भयो जस्तो देखिन्छ? यसका पछाडि केही गम्भीर कारणहरू छन्। मुख्यतै दुईवटा समस्याले यो प्रणालीलाई भित्रभित्रै खोक्रो बनाइरहेका छन्। 1. पार्टीहरूभित्रै लोकतन्त्रको अभाव र 2. बाहिरी भूराजनीतिक शक्तिहरूको अस्वस्थ प्रतिस्पर्धा। पार्टीभित्रको समस्या कस्तो छ यो भनाइले छर्लङ्ग पार्छ। यहाँ के भनिएको छ भने उम्मेद्वारहरू जनताको आवाज बोल्न सक्ने भन्दा पनि नेताप्रति वफादार वा पैसावाल दाताहरूलाई खुसी पार्न सक्ने छानिने प्रवृत्ति छ। यसले गर्दा सांसदहरू जनताप्रति भन्दा पार्टीको नेतृत्वप्रति बढी जवाफदेही हुन पुग्छन्। अब बाहिरी प्रभावको कुरा गरौँ। छिमेकी देशहरू भारत र चीन बीचको प्रतिस्पर्धाले नेपालका पार्टीहरूमाथि पनि दबाव र आर्थिक प्रभाव पार्ने गरेको देखिन्छ। यसले के खतरा हुन्छ भने कहिलेकाहीँ हाम्रा राजनैतिक निर्णयहरू देशको हितमा भन्दा पनि बाह्य शक्तिको स्वार्थमा हुन सक्छन्। यसले देशको आत्मनिर्णयको अधिकारलाई नै कमजोर बनाउँछ। यो चार्टले अहिले हामीले कुरा गरेको खाडललाई एकदमै राम्रोसँग देखाउँछ। एकातिर हेर्नुहोस्, संसदमा विभिन्न समुदायको सङ्ख्यात्मक प्रतिनिधित्वको ग्राफ बढेको छ, जुन राम्रो कुरा हो। तर अर्कोतिर वास्तविक निर्णय प्रक्रियामा उनीहरूको प्रभाव वा शक्तिको ग्राफ भने एकदमै तल छ। हो, यही खाडल नै आजको नेपाली लोकतन्त्रको एक प्रमुख चुनौती हो। त्यसो भए यो सबै कुरालाई एकै ठाउँमा राखेर हेर्दा के देखिन्छ? नेपालको लोकतान्त्रिक यात्राको चित्र कस्तो बन्छ? अगाडिको बाटो के होला? आजको चर्चालाई छोटकरीमा हेरौँ। हामीले के बुझ्यौँ त? पहिलो, प्रधानमन्त्री बन्न संविधानमा 4वटा चरण छन्। दोस्रो, 138 सिट त्यो जादुई सङ्ख्या हो जसले सरकार बनाउँछ। तेस्रो, किताबमा लेखिएको आदर्श र राजनीतिको मैदानको यथार्थमा ठूलो फरक छ। र सबैभन्दा महत्त्वपूर्ण, संसदमा सङ्ख्या पुग्नु र साँच्चीकै शक्ति हुनु एउटै कुरा होइन, किनकि पार्टीभित्रको राजनीति र बाहिरी दबावले यसमा ठूलो असर पार्छ। र अन्त्यमा एउटा प्रश्न छोडेर जाउँ। जब खेलका नियमहरू त स्पष्ट छन्, तर खेलाडी र मैदान अनेकौं जटिलता र अदृश्य प्रभावहरूले भरिएका छन् भने लोकतन्त्रले साँच्चै कसरी जित्छ? यो प्रश्नको जवाफ खोज्नु नेपालको लागि मात्र होइन, सायद संसारका धेरै लोकतन्त्रहरूको लागि आजको सबैभन्दा ठूलो चुनौती हो।